च्याब्रुङ बाजा लिम्बू जातिको मुख्य बाजाहरूमध्ये एक हो। यो बाजा बजाउँदा च्याङ ग्रुम ग्रुम आवाज निकालेर घन्किने हुँदा यसलाई च्याब्रुङ भनेको भन्ने मान्यता छ। लिम्बू भाषामा बाघलाई कुनै ठाउँमा के अथवा कुनै ठाउँमा सिकेबा पनि भन्ने गरिन्छ। च्याब्रुङको आवाज बाघ गर्जिए चाहिँ घन्किने हुँदा यसलाई के पनि भनिएको भन्ने मान्यता छ। च्याब्रुङ विशेष गरी हङसिङ अर्थात् खमारीको रुखको काठले बनाइन्छ। यो रुख औलमा मात्र पाइन्छ। च्याब्रुङलाई एकपट्टिबाट हातले र अर्कोपट्टिबाट काठले हिर्काएर बजाइन्छ। हातले हिर्काउनेपट्टि हुकजाँगे र काठले हिर्काउनेपट्टि सिङजाँगे भनिन्छ। हुकचाङ्गेपट्टि चाहिँ पातलो छाला हुनाले यसलाई विशेष गरी बाख्रा र मृगको छालाले बनाएको हुन्छ। सिङजाँगेपट्टि काठले हिर्काउने भएको कारणले यो बाक्लो छालाले बनाएको हुन्छ। त्यसैले यसलाई गोरु वा भैँसीको छालाले बनाएको हुन्छ। च्याब्रुङ विशेष गरेर छोरा मान्छेले मात्रै बजाउने र छोरी मान्छेले नाचमा साथ दिने परम्परागत चलन छ। के अर्थात् च्याब्रुङसित नाचिने नाचलाई केलाङ भनिन्छ। के अथवा च्याब्रुङ शुभ कार्यमा शुभ साइतको लागि मात्र बजाइन्छ। जस्तै थकथाममा गृह प्रवेश गर्दा, मेकाममा शुभ विवाह र लामदाकलाङ स्वागत गर्दा आदि सेवारो। Sunlight, 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 sunlight.